अति आभार व्यक्त गर्दै सबै महानुभावहरू यो कार्यक्रम अवसर जुराइदिनु भएकोमा यस्ता क्रियाकलापहरूबाट हामी फट्टफुट्ट अहिले अनलाइनहरू छ, पत्र पत्रिकाहरू कुनमा आउँछ कुनमा जान्छ र हामी कोही सामाजिक सञ्जालमा जोडिएका छौँ भने फट्टफुट्ट आएका हिसाबहरूबाट हेर्ने हो। हजारौँ यस्ता चिजहरू आइरहेका हुन्छन् जसलाई र यो हाम्रो आदरणीय दाजु भागवत खनाल हामी 7 भाइ मामाहरू 5 चोटि आमा ठुली आमाहरू मध्येमा परिवारको हाम्रो नातापाताको एकदम उज्जवल नक्षत्रको रूपमा भागवत दाजु हाम्रो सामुमा उपस्थित हुनुभएको छ र उहाँका यसभन्दा अगाडि पनि कथा सङ्ग्रह निस्किसकेको हो, 36वटा कतिवटा कथा सहितको। अहिले मैले पिआर पाएँ होइन भन्नाले हामीहरू कस्तो छ भन्ने कुरा दाजुको एउटा ढाँचा के छ भने लेख्दै जाँदाखेरि विशुद्ध साहित्य लेख्नेहरूले प्रशासनमा के छ, देश कस्तो छ त्यो नभएर कोरा कल्पना हुन सक्छ साहित्यिक मात्रै लेखन गर्नेहरूको लागि। तर दाजुको लेखनमा अलिक फरक किसिमबाट प्रस्तुति भएको छ भन्ने लाग्छ। कारण किन भन्दा प्रशासनको त्यो जल्दो बल्दको अञ्चलाधीश कार्यालयबाट कार्यालय काम सुरु गर्नुभयो, जुन बेलामा अञ्चलाधीश भनेपछि छोटे राजा नै भन्नु पर्यो, अञ्चलका राजा जस्तै भएर बसेका व्यक्तिहरू त्यो कार्यालयबाट अफिस सुरु गर्दै गर्दै गएर अहिलेको प्रजातान्त्रिक गणतन्त्रको अवस्थामा आइपुग्दाखेरि के सोचेका थियौँ, कहाँ पुगेका थियौँ र उहाँका कतिपयका लेखहरूको दाजु समीक्षक पनि भएर लेखेको पाइन्छ। जस्तो नरेन्द्रजङ पिटरको बकपत्रमाथि उहाँको बडा चोटिलो छ, किन भन्दाखेरि त्यो बकपत्रमा उहाँ कम्युनिस्ट हुँ र कम्युनिस्टप्रति आदर्श राख्छु भन्दै पनि उहाँ कहाँ हुनुहुन्छ, उहाँका त्यो विचार बोक्नेहरू कहाँ पुगिसके, कहाँबाट कहाँ पुगिसक्यो, तर पनि उहाँलाई अझै त्यो धङधङ्गीले छोडेको छैन। म कम्युनिस्टै हुँ भनेर भनिराख्नु भएको छ, तर उहाँ कम्युनिस्ट मात्रै भइराख्नु भयो, तर कम्युनिस्टका नाम ओढेकाहरू काम गरेकाहरू कहाँ पुगिसके भन्ने बारेमा एउटा चोटिलो प्रहार गरेर पनि बकपत्रबाट उहाँले समीक्षामा टिप्पणी गर्नुभएको छ। र साहित्यमा जे देखिन्छ, जे भोगिन्छ, कहाँ टुङ्गो छैन। अहिले प्रत्येकको भाइ अमेरिका जाने हो, दोस्रोमा क्यानाडा जाने हो, तेस्रोमा अस्ट्रेलिया जाने हो, त्यो पनि भएन भने युरोपतिरका कतै लाग्ने हो। कसैको ठेगान छैन, कसैका छोराछोरीको ठेगान छैन, कहाँ जाने हो भन्ने कुराको टुङ्गै छैन। हिजो मुगलान जानेहरू बसाइसराईका लीलबहादुर छेत्रीका उपन्यासदेखि लिएर हामीले हेर्दै हेर्दै जाँदाखेरि विश्वेश्वर प्रसाद कोइरालाका 3 घुमतिर चाहिँ नरेन्द्र दाईका तिनी त्यो कथाहरूमा रुमलिएको संसार हेर्दै हेर्दै जाँदाखेरि आजसम्म आइपुग्दाखेरि पनि हामीले कपोलकल्पित कुराबाट होइन, प्रशासनको क्षेत्रमा विशिष्ट भन्नाले प्रथम श्रेणीसम्म एउटा गाउँको सामान्य एउटा कारिन्दादेखि लिएर मन्त्रालयको नीति निर्माण तहसम्म पुगेका व्यक्तिले यो आत्मबोधमा जुन किसिमको देशको माटो बोलेको छ, यो देशका प्रत्येक व्यक्तिका भावना बोलेका छन् र हामी कहाँ जाने हो, हामीले के गर्ने हो भन्ने बारेमा दाजुले यसमा सजिलो भाषामा कुनै साहित्यिक अलङ्कारहरू गरेर अप्ठ्यारो समासले चाहिँ जेलिएर नभएर एउटा साधारण बग्ने भाषामा जुन तरिकाबाट यो प्रस्तुति गर्नुभएको छ, यो प्रस्तुतिको ले तपाईँ हामीलाई एकछिन झकझकाउने छ र हाम्रा यो पुस्तक आफूले पढिसकेपछि घरका अरूलाई पनि पढौँ, अनुभूत गरौँ र यसले हामीलाई एकछिन भए पनि सोच्न बाध्य पार्नेछ र प्रत्येकका मनका कुना कन्तराका कुराहरू
यसमा हामीले भेटाउने छौँ। किन भन्दाखेरि हिमाल, पहाड, तराई एक ठाउँमा जन्मिएको, आफ्नो संस्कार लिएर हिँडेको, हिजो सबभन्दा मिल्ने साथी को भनेर भन्दाखेरि जति देखिन्थ्यो यति सबैलाई देखेको, अन्तिममा गएर चाहिँ नि असल साथी भनेको त आफै नै रहेछ। आफैले गरेका कर्महरू मात्रै रहेछन्। सबै त छुट्दा रहेछन्। कोही साँच्चै परलोक छिटै जाँदा रहेछन्, कोही अलि समय बसे पनि विस्मरणमा पुग्दा रहेछन्, कोही गएर कैलाली बस्दो रहेछ, कोही झापा गएर बस्दो रहेछ, कोही काठमाडौँतिर गएर बस्दो रहेछ, कोही अमेरिका बेलायततिर गएर जाँदो रहेछ। तर आफ्नो म आफू भन्ने चिज कहिले पनि छुट्दो रहेनछ। चाहे निजत्वको कुराबाट होस्, म स्वत आफ्नो चिजलाई आफै पहिचान गर्ने कुरा होस्, यी पक्षहरूबाट हेर्दाखेरि हाम्रो दाजुको लेखन शैलीले तपाईँ हामीलाई पक्कै पनि उत्प्रेरित गर्नेछ। र यो कार्यक्रममा अत्यन्त ठुलो महत्त्व दिएर प्रमुख अतिथिज्यू पाल्पाबाट दाजुका यो कक नन गर्ने बेलादेखि साहित्य लेखनमा उत्प्रेरित गर्ने गुरुहरू र घर परिवारमा हाम्रो मानिस यो तरिकाको छ है भनेर बेला बेलामा उत्सुकता लिने, उत्सुकता दिने र जसलाई पनि सहृदयतापूर्वक गर्नुपर्छ, गरेपछि हुन्छ भनेर उत्प्रेरणा जसरी गुरुहरूले हाम्रा दाजुमा हस्तान्तरण गर्नुभएको रहेछ, त्यही हस्तान्तरणको अभिभावकत्व आज हामीले पनि पाइरहेका छौँ। यस्तो महत्त्वपूर्ण कार्यक्रममा आफ्ना विभिन्न व्यवस्था, परिस्थिति या कामको व्यस्तता या विविध किसिमका कठिनाइहरू हुँदाहुँदै पनि या समयको बेफुर्सिदो अवस्था हुँदाहुँदै पनि समय मिलाएर यो कार्यक्रममा पालिदिनुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक 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 स्वागत छ। र नयाँ वर्ष 2082 साल पनि लाग्दो छ। यो साल हामी सबैको लागि अझै उन्नतिशील होस्, समृद्धशाली होस् र यो देश तपाईँ हामी सबै मिलेर आफ्नो आफ्नो ठाउँबाट यो देशमा केही छैन भन्ने होइन, यो देशमा सबै चिज छ, एउटा मात्रै भएको छैन। हामीले आफैलाई पहिचान गर्न सकेका छैनौँ, मैले के गर्ने भन्ने कुराको निक्रोल गर्न सकेका छैनौँ र हामीले यो देशलाई के गर्न सकिएला त भन्ने बारेमा थोरै चिन्तन गर्ने र यो देशको लागि मेरो पनि थोरै समय, थोरै शक्ति, थोरै साधन स्रोत लगानी गर्छु र सबैलाई यो देशमा केही गर्न सकिन्छ भन्ने किसिमको वातावरण सिर्जनामा तपाईँ हामीलाई यो नयाँ वर्षले पक्कै पनि सहयोग पुगोस् र यसमा यो आत्मबोधले, पुस्तकले सबैलाई आत्मजागरण गराओस्। दाजुले बोध गर्नुभयो, बोध गरेका कुराहरूलाई शब्दमा उतार्नु भएको छ, त्यो शब्दमा उतारिएको चिजलाई तपाईँ हामीले आत्मसात गरेर सबै घर परिवार र समाजमा फैलाउन सक्यौँ भने पक्कै पनि हाम्रो समाज, हाम्रो देश सुख र समृद्धिको बाटोमा हिँड्नेछ भन्ने आशा राख्दै यहाँहरूलाई पुनः स्वागतम भन्दै बिदा लिन्छु। हस्, धन्यवाद। आत्माको स्वीकृति गर्ने र अन्तरात्मालाई कसरी झिना मसिना कुराहरू कसरी निहालेर त्यसमा सोधखोज कसरी गर्ने र एउटा विकासका भावनाहरूलाई, आफ्ना भावनाहरूलाई कसरी उसमा समावेश गरेर आफूलाई नचिनेसम्म जीवनमा केही गर्न सकिन्न र जबसम्म आफूलाई चिनिन्छ तब